नमस्ते, स्वागत छ यहाँहरूलाई हाम्रो जीवनशैली च्यानलमा। आज म हजुरहरूलाई माघी स्पेशल खिचडी बनाएर देखाउँदै छु। कृपया भिडियो पुरा हेरेर साथ दिनुहोला। माघी स्पेशल खिचडी बनाउनको लागि आवश्यक सामग्रीहरू यस प्रकार छन्। मासको दाल, चामल, दाल र चामल मैले बराबर मात्रामा लिएकी छु। अनि अदुवा, यो खिचडीमा अदुवा अलि बढी नै चाहिन्छ। घिउ पनि हामीलाई अलि धेरै नै आवश्यक पर्छ। यता जिरा, धनिया, सोप, ल्वाङ, सुकमेल, मरिच र यो जाइफल हो। मैले एउटा सुकेको खुर्सानी पनि लिएकी छु। मसलाहरू हजुरहरू आफ्नो स्वाद अनुसार पनि लिन सक्नुहुन्छ। कतिलाई सोप मन नपर्न सक्छ, त्यसको साटो हजुरहरू टिमुर पनि लिन सक्नुहुन्छ। स्वाद अनुसार नुन, बेसार र हरियो धनिया पनि मैले यसरी काटेर लिएकी छु। सुरुमा दाल चामललाई एउटै भाँडोमा राखेर भिजाउनु पर्छ। म पहिला दाल चामललाई एक पटक सफासँग पखाल्छु अनि पानी राखेर अरु तयारी गर्दासम्म भिज्नको लागि छोडिदिन्छु। अब म अदुवालाई कोरेसोमा कोरेर तयार पार्छु। हजुरहरू सिलौटोमा मोटो मोटो गरेर थिच्न पनि सक्नुहुन्छ, तर बेसरी नपिस्नु होला। बरु मसिनो गरेर काट्न पनि सक्नुहुन्छ। अब यसरी अदुवा कोरेसोमा कोरिसकेपछि यो सबै मसलालाई पनि मिक्सरमा पिसेर तयार पार्छु। मैले यसरी मसला पनि पिसिसकेँ। अब म खिचडी बनाउन सुरु गर्छु। खिचडी बनाउनको लागि मैले ग्यासमा कुकर बसाएकी छु। खिचडी आज म कुकरमा बनाउँदै छु। कुकर राम्रोसँग तातिसकेपछि कुकरमा घिउ राख्ने। घिउ तातिसकेपछि कोरेसोमा कोरेको अदुवा राखेर अदुवालाई एकछिन घिउमा पकाउने। अदुवा एकछिन घिउमा पाकिसकेपछि अब भिजाएको दाल चामल राखेर दाल चामललाई चलाउँदै घिउमा भुट्ने। पाँच मिनेट जति दाल चामललाई घिउमा भुटिसकेपछि ग्यासको आँच सानो बनाएर बेसार र अघि पिसेर तयार पारेको मसला राख्ने। फेरि 1 मिनेट जति दाल चामललाई मसलामा भुटेपछि पानी राख्ने। मैले पहिला दाल चामल भिजाएको पानी पनि राखेँ। पानी आफ्नो इच्छा अनुसार राख्नुपर्छ। कसैलाई सारो खिचडी मन पर्छ भने कसैलाई अलिक गिलो खिचडी मन पर्छ। तर हजुरहरूलाई पानी कति राख्ने भनेर कुनै पनि आइडिया नै छैन भने 1 भाग दाल चामलको लागि 2 भाग पानी राख्नु होला। हजुरहरूले 1 गिलास दाल 1 गिलास चामल लिनुभएको छ, 2 गिलास दाल चामल लिनुभएको छ भने 4 गिलास पानी राख्नु होला। मैले चाहिँ अनुमान गरेर राखेँ। अब स्वाद अनुसार नुन र हरियो धनिया राखेपछि कुकरको बिर्को बन्द गरेर सिट्ठी लगाउने। यदि हजुरहरूलाई मैले तयार पारेको भिडियो मन परेको भए भिडियोमा लाइक गर्न नभुल्नु होला। अनि कस्तो लाग्यो कमेन्ट पनि गरिदिनु होला। हजुरहरूको एउटा लाइक एउटा कमेन्टले मलाई अरू भिडियो बनाउने हौसला मिल्नेछ। यसरी कुकरले 2 सिटी दिइसकेपछि मैले ग्यास बन्द गर्छु। अब कुकरको सबै प्रेसर सकिएपछि कुकर खोलेर खिचडी हेर्नुपर्छ। अब मैले कुकरको सबै प्रेसर निस्किसकेपछि कुकर खोलेर हेर्दैछु। आहाहा, कस्तो मिठो बास्ना। हजुरहरू पनि यो माघीमा यसरी नै खिचडी पकाएर खानुहोला है त। माघीमा यसरी पकाएको खिचडीमा घिउ राखेर खाने गरिन्छ। योसँग खानको लागि अरू केही चाहिँदैन, तैपनि थाली कस्तो खाली खाली लागेर मैले यसरी टमाटरको चटनी र सलाद पनि राखेर खाँदैछु। हजुरहरूलाई मैले तयार पारेको यो भिडियो कस्तो लाग्यो कृपया जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला। यदि हजुरहरूले मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरी सँगै आउने बेलमा थिची अलमा क्लिक गर्न पनि नभुल्नुहोला। म फेरि अर्को भिडियो लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि हजुरहरूको दिन शुभ रहोस्। बाई बाई।